परिनाको भोलिबाट इक्जाम छ। यहाँ अचम्मको कुरा चाहिँ के छ भन्दाखेरि अहिलेका केटाकेटीलाई यसरी चिट चोर्न पनि आउँदो रहेछ। अब क्लासमा त म्याम बस्नुहुन्छ, चिट कसरी चोर्ने ल मलाई भनिदेऊ त। पठाउँदिन कहाँ पठाउने भएन नि, म्यामले त पिटिहाल्नुहुन्छ, म कहाँ म्यामलाई पठाउँछु त। ल भन कसरी। पहिला क्लासमा म्याम हुनुहुन्छ नि, त्यो दुईटा गजिबाला नि, त्यो दुईटा गजिबाला हात राख्नेको अनि त्यो छुन्छ नि, त्यो खाले लाएर जान्छु। अनि त्यसमा म चाहिँ आफ्नो चिट राख्छु अनि यसरी हेर्छु, फटाफट लेख्छु, यस्तो हेर्छु, फटाफट लेख्छु। त्यसरी हेरेर देखिन्छ? कहाँ देखिनु? कसले सिकायो नि? हजुर कसले? सुन न, कसले सिकायो त नि तिमीलाई यसरी चिट चोर्ने भनेर? प्रोसेसले लिएर आउँछ, सबै साथीहरूले लिएर आउँछन् रे। आमा, अनि इक्जाम आएपछि पढ्ने हो कि? सबैको प्लान। म्यामले देख्नु हो नि के गर्ने नि? त्यो चिट चिट चोरी कस्तो गरेर हेरेको देख्नु हो नि के गर्ने नि? घरै फ्याँकेर जाने हो। मैले त खतरा छु। यिनको नाम हो चिट चोरुवा परिना भण्डारी। के चिट चोरी छ हेरौँ त ल, के को स्पेलिङ रहेछ तिमीलाई नआउने? आइएम त लेख्न आइहाल्छ त। हैन के अनि लेख्न बिर्सियो भने? कहाँ बिर्सिन्छ त, त्यस्तो दिमाग मर्ने कुरो खाएको छ। पढ्ने हो नि त, यहाँ चिटको कलेक्सन भइरहेको छ। अरू के छ ल भन त। त्यसरी चिट खोल्ने कहिले? अनि म्यामले देखिहाल्नुहुन्छ लु। हामीले छैन, सरी सरी। के रहेछ हेर न। खै माईको स्पेलिङ नि आइहाल्छ, इनको स्पेलिङ पनि आइहाल्छ। अनि मैले इन लेख्न बिर्सिए भने? बिर्सिन पाइन्छ त? पाइन्छ। पाइदैन के पाइदैन। पढ्नु पर्यो नि त छोरो। ल पढौँ, अब यो चिट जति फाल्यौ अब हामी पढ्छौँ। म भोलि फाल्ने हो। अहिले फालिदिने हो? ल फाल्ने। मेरो प्यारो चिट मैले तिमी भनेर भने। मेहनत गरेर पढ्ने चाहिँ हो क्या, मेहनत गरेर चिट चोर्ने, चिट बनाउने होइन नि। अहिलेका केटाकेटी खै। मैले यसमा यो लेखेको पढ्नु त। स्टडी रहेछ एउटा, स्टडीको स्पेलिङ, अर्को हेल्प्सको स्पेलिङ रहेछ। यो इङ्ग्लिसमा आउँछ है? म्यामले देखिहाल्नुहुन्छ नि त्यो त। इङ्ग्लिसमा आउँछ है? ल जे भए पनि परिनालाई इक्जामको लागि बेस्ट अफ लक। चिट नचोरी इक्जाम देऊ ल। अबि मैले त म्यामलाई पठाइदिने हो यो। चोर्दिन के चोर्दिन। म्यामलाई म भोलि फोन गरेर दुईटा गोजी भएको लुगा लगाइछिन् परिनाले, त्यो गोजीमा हेर्नु है चिट छ, त्यो पहिले फालिदिनु भनेर फोन गरिदिने हो, म्यासेज पठाइदिने हो म त। त्यही भएर पढेर जाऊ, बुझ्यौ? ल इक्जामको लागि तिमीलाई बेस्ट अफ लक। हेर्न न गाइज, अलिबाट इन म चिट म आफ्नो चिट देखाउँछ नि बल्ल झन्। अब पढ्ने छोरा पढ्ने ल। बल्ल मेरो चिट त देखाउँदैन। त्यस्तो चिट पनि देखाउँछ नि त। पुलिसले आएर लैजान्छ। अब यो हेर्नुभयो भिडियो भने पुलिसले आएर अहिले चिट बनाउने मान्छे को हो भन्दै लिन आउँछ बाहिर। जाऊ है अनि। यानो ब्राइट स्टार मोन्टेसरीको स्पेलिङ आउँदैन। आफ्नो स्कुलको नाम पनि आउँदैन त अनि। सकिएन हजुर, सकिएन। अझै एउटा छ चिट।